हामी रुकुमकोट त्यो देखेको बजार रुकुमकोट हो। रुकुम पूर्वमा छौँ। रुकुम पूर्वको सदरमुकाम नेपालको कान्छो जिल्ला बजार मजाले देखियो अहिले चाहिँ मजाले देखियो। अहिले हामी रुकुम बजार आइपुग्यौँ। रुकुम पूर्वको ठ्याक्क हाम्रो अगाडि यहाँ त्यस्तै खालको गीत पनि बजिरहेछ। यो भर्खरै नयाँ यो कान्छो सदरमुकाम पनि हो। नेपालमा भएका जिल्लाको मध्ये सबभन्दा कान्छो सदरमुकाम। रुकुमैकोट यही ठ्याक्कै हो। यही हो कमलदह जाने हो र कमलदह आइपुग्यौँ। अनि कमलदह भित्र कमलका फुलहरू टन्नै होलान्। यो चाहिँ रुकुम बजार रुकुमकोट बजारबाट अलिकति अगाडि आएपछि ठ्याक्कै आइहाल्छ। ठुलै रहेछ त यही ल कमलदह। माथिको हस्पिटलहरू अथवा हाम्रो अहिले नयाँ राजाहरू बस्ने ठाउँ। हामी हिँड्दैछौँ मध्य पहाडीको ठ्याक्क लुकुम खोला तर्यौँ है हामीले। अब लुकुम यो धेरै लुकुम हो। लुकुम त्यो त्यहाँ सर्च स्याफ्ट देख्यो हामीले हाइड्रो पावरको। लुकुम खोला हाइड्रो पावरकै फेरि लुकुम खोला। लुकुम खोलाको नामबाट बिग्रिँदै रुकुम भएको हुनसक्छ। हामी त्यो रुकुमकोटबाट पनि अगाडि लागेर जाँदैछौँ। पुरै पारिपट्टि निगालो घारी छ। बिचमा एउटा सानो खोलो छ। समीक्षा अधिकारीज्यूको गीत सुन्दै एउटा छोरो एउटा छोरी पाउँला भन्दै अगाडि गइरहेछौँ हामी। लुकुम गाउँ धन्यवाद। लुकुम गाउँ लुकेर बसौँ है। लुकुम गाउँमा चिसो छ। यहाँ मुखतिर पनि कचरा आएर घर बनायो क्या। लुकुम गाउँ मिलेको छपक्क परेको लुकुम गाउँ। हामी अहिले हिँड्दैछौँ मध्य पहाडीको अफ रोडमा बागलुङ तर्फ लाग्दैछौँ। तर खोलाको पानी पनि जम्या छ। हाम्रो गाडीमा तेल पनि सकिँदै गएको छ। राति आफै जमिनी हो कि भन्ने पिर भइसक्यो। खोलामा आइसै देखिरहेको सेतो मोडधारी जङ्गल पारिपट्टि पाटनहरू देखिया छन्। तलतिर भेडा पाल्नेहरू छन्। भेडा गोठ बनाएर बसेका। तीन हजार मिटरभन्दा माथिको इलिभेसनमा आइपुग्यो। नयाँ जिल्ला सुरु भयो जस्तो छ यहाँ होइन। निसी खोला सीमा प्रारम्भ जिल्ला ट्राफिक रुकुम पूर्व सक्यो। पत्ती हाल्ने भन्ने ठाउँ आएछ। कुन जिल्ला हो चाहिँ बागलुङ जस्तो। अब त बागलुङ गण्डकी प्रदेश। डिजल छ त डिजल कता पाइन्छ? कति लाग्छ पुग्न? 15 किलोमिटर। हस् हामीले पूर्वी रुकुमलाई छोडेर बागलुङ आइपुग्यौँ। यतैबाट हो क्या ढोरपाटन जाने कताबाट छ? कास्की आयो। कास्की गण्डकी प्रदेश सुरु हो होइन। कास्कीले चलाएको होला नि त। यो पुलिस हो कि त पत्ती हाल्ने। बागलुङ त अहिले हामी झिवा खोला बजार आइपुग्यौँ। गाडीलाई भोक लागेर बिजोग छ यहाँ। बडीगार्ड खोलाको ठ्याक्कै साइड। गाडीलाई भोक लागेर खाजा खाउँ। यहाँ रहेछ पेट्रोल पम्प। ठुलो पेट्रोल पम्प छ यहाँ। यहाँनिर रुकुमकोटबाट अगाडि आएपछि
यो बागलुङमा बगै हिँडेको मध्य पहाडी, यो झिवा खोला बजार। गाडीलाई भात खुवाउने काम, पानी खुवाउने काम भइरहेछ यस्तो बिजोग पाराले। धेरै कसरत गर्नुभयो दाइले पम्पिङ गर्न। यो निसी खोला गाउँपालिका भन्दो रहेछन्। निसी खोलाको त्यही तल रहेछ, यहाँ पछाडिबाट बग्छ निसी खोला भन्ने। त्यही निसी खोलाको नाम बडीगार्ड खोला पनि भन्छन्। हामी अहिले बागलुङको निसी गाउँपालिकामा छौँ। निसी गाउँपालिकाको निसा खोला तर्ने पुलमा छौँ। निसी खोला हामीले तर्यौँ। हामी यहाँबाट बुर्तुबुङ 3 किलोमिटर छ। दुईटा खोला मिसेपछि चाहिँ अनि बडीगार्ड खोला भनेर नाम दिएको छ रेकर्डिङको लोकल। ढोलपाटन नगरपालिका पर्ने रहेछ यो। यहाँबाट तलतिर लागेपछि बडीगार्ड रिभर, जहाँबाट चाहिँ बडीगार्ड फर्ट चाहिँ के हुन्छ पास हुन्छ यो खोलाको तलै कालीगण्डकी आसपास गएर भेटिन्छ। बडीगार्ड रिभर बागलुङ, त्यसको नामबाट बडीगार्ड गाउँपालिका भएको रहेछ। हामी अहिले भीमगिठे बजार सकाएर अगाडि आयौँ। यो चाहिँ भीम खोलाको नामबाट भीमगिठे बजार रहेछ। यो भीमगिठे खोला अहिले बडीगार्ड खोलामा गएर मिसिन्छ। त्यतापट्टि रहेछ भीमगिठे। झिलिमिली बजार खरबाङ बागलुङ छौँ। खरबाङबाट एउटा अलिकति अगाडि गएपछि एउटा बाइपास आउँछ, जहाँबाट चाहिँ गुल्मी तमघास यहाँबाट बाइपास ठ्याक्क गुल्मी जाने बाटो सुटिङ छ। हाइवे चाहिँ छ यतातिरबाट, म्यापमा चाहिँ देखायो। हामी जान अक्षम छौँ। हामी अहिले बागलुङ गलकोट नगरपालिका हटिया भन्ने बजारमा आइपुग्यौँ। बागलुङको गलकोट एकदम फेमस ठाउँ हो, त्यहीको नामबाट चाहिँ यहाँ गलकोट नगरपालिका भनेर राखेको रहेछ। हटिया बजार ठुलो लामो छ। गलकोट स्क्वायर सपिङ मल पनि रहेछ हो, ठुलो बजार रहेछ गलकोट। हामी चाहिँ अहिले अब बागलुङ बजार टार्गेट छ, त्यहाँबाट पोखरा पनि टार्गेट थियो। के गनायो, गलकोट बजार सकियो। अब के अरे हटिया बजार गलकोट नगरपालिका। गुड मर्निङ। एक बिहान आज हामी चाहिँ बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा छौँ। यो ठाउँ चाहिँ आवर रोड भन्ने, आवर रोड। हामी हिजो राति 9 बजे धेरै दुःख गरेर भेटाएको होटेल हो यो, बस्ने ठाउँ नपाएर। होटेल त्रिवेणी गेस्ट हाउस। यता चाहिँ कृषि विकास कार्यालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको कृषि विकास कार्यालय बागलुङ रहेछ।